आज चाहिँ हामी जङ्गलमा छौँ। जङ्गलको बाटो भएर आउँदैछु अनि यो चाहिँ भिरको बाटो। यो भिरको बाटो भएर म जानेछु र यहाँ चाहिँ एउटा दामी एउटा भ्यू बनिएको छ। ठ्याक्कै एउटा दुईटा पहाड चाहिँ एउटा ढुङ्गाको बिचबाट यसरी फुटाएर लगेको छ यो बाटो चाहिँ। र यो चाहिँ हेर्दाखेरि एकदमै एउटा सुन्दर एउटा भ्यू बनेको छ यसले। यो चाहिँ लगभग यो चाहिँ 4.5 जतिको मिटरको बाटो छ यहाँभित्र चाहिँ। यो एकदम राम्रो यसले चाहिँ राम्रो एउटा भ्यू दिएको छ। यो पुरै भिर पुरा चट्टान फोरेर बनाएको यो बाटो। अनि यो रोडको यो साइडमा चाहिँ लालीगुराँसको रुख छ। यसमा चाहिँ अहिले सबै ओइलाइसकेको छ लालीगुराँस चाहिँ। यो सबै लालीगुराँसको बोट हो, रुख। यो चाहिँ अग्लो भिर छ, यता सबै भिडी भिर। एकदमै लास्टै डरलाग्दो भिड छ यहाँ। एकदम म यहाँबाट ढुङ्गा पढाउँछु तर मान्छे होला है मुनितिर त अलि डर लाग्यो। ढुङ्गा त अड्क्यो त्यहाँ। र यो चाहिँ अहिले ठ्याक्कै यो स्टेप छ, यहाँ चाहिँ सिमेन्टको स्टेप, यहाँ चाहिँ स्टेपहरू छ। यहाँ स्टेप लाएर यो बाटो बनाएको छ। र सबै बाटोमा चाहिँ हामीले देख्न सकिन्छ यहाँ लालीगुराँसको जुन रुखहरू छ सबै ठाउँमा। यहाँ वरिपरि सबै यहाँ चाहिँ लालीगुराँसको बोर्डहरू छ, रुखहरू छन् यता। यो सबै लालीगुराँसको बोर्डहरू। र यहाँ हिँड्नको लागि चाहिँ एकदमै आइरहेको छ स्वच्छ हावा। र यो चाहिँ पुरा एउटा रमाइलो अनि एकदमै सुन्दर देखिरहेको छ यो जुन लालीगुराँसको बोर्डहरूले अनि रुखहरूले। र यहाँ चाहिँ अहिले एकदमै हरियाली छन्, सबै ठाउँमा हरियाली देख्न सकिन्छ यता। यो चाहिँ स्टेप छ, अहिले म स्टेपमा तल झर्दैछु। यो बाटो वरिपरि चाहिँ पुरा हरियाली छन्, त्यहाँ चाहिँ एकदमै स्वच्छ हावा बगिँदैछ।